हेलो साथीहरू, सबैमा सेवा। आज चाहिँ म नेट ब्याग चाहिँ बन्नु गइराखेको छु। मलाई चाहिँ नेट ब्यागहरू सानो सानो ब्यागहरू बनाउन एकदमै मनपर्छ। त्यसैले म चाहिँ आज तपाईहरुलाई चाहिँ नेट ब्याग बनाउन सिकाउँदै छु। त्यसको लागि चाहिँ मैले चाहिँ यो ओलिभियाको यान लिएको छु अनि नेटिङको लागि चाहिँ कुरुस चाहिँ हुक चाहिँ 2.5 mm को हुक 2.5 mm को हुक अनि यो ओलिभियाको धागो हो। सुरु गरौँ है त। म चाहिँ नेट ब्यागको लागि चाहिँ कति भने 61 वटा चेन लिँदैछु। 61 वटा चेन लिँदैछु। म चाहिँ आफूलाई कत्रो साइज मनपर्छ हामीले त्यत्रै बनाउन सकिन्छ। अनि मलाई चाहिँ अब 61 वटाको 61 को चेनको चाहिँ मलाई त्यत्रो ब्याग चाहिँ अब मनपर्छ भनौँ न, ठिक्कको लाग्यो। त्यही भएर म तपाईहरुलाई त्यही ब्याग त्यत्रै बनेर देखाउँदैछु। यदि तपाईहरुलाई त्योभन्दा ठुलो अथवा सानो मनपर्छ भने चेन बढाएर अथवा घटाएर पनि गर्न सक्नुहुन्छ। अब चाहिँ सुरु गरौँ है त। 61 चेन 1 2 3 4 5 6 7 8 9 10 50 51 52 53 54 55 56 57 58 59 60 61 यति भयो। 61 घरको अनि 61 भनिसकेपछि चाहिँ अब यसको त्यो प्याटर्नको लागि चाहिँ 3 घर बढी बुन्नु पर्ने हुन्छ। अब यहाँ 61 घर भयो ठ्याक्कै। यहाँ 61 भइसकेपछि अब प्लस 3 घर 1 2 3 अब 3 भइसक्यो। अनि अघि 61 भएकोमा चाहिँ यहाँ खोज्ने अनि यसरी यसलाई डबल क्रोशे गरिदिने। अनि फेरि 2 चेन 1 2 अनि फेरि अघि जहाँ त्यो 61 घर भएको थियो नि चेन र मैले यहाँ जहाँ घोचेको थिएँ यही नै तपाईहरुले यही पालमा फेरि गर्नु होला। यसमै गरेर 1 2 डबल क्रोशे 2 टाइम यति भयो। अनि फेरि 1 2 जहिले पनि 2 घर 2 चेन तान्ने। 2 चेन तानेर अब यहाँ 2 चेन तानिसकेपछि यहाँ 2 चेन तानिसकेपछि यहाँ पनि 2 चेन नै छोड्नु पर्ने हुन्छ। जस्तै यहाँ हामीले ग्याप राख्नु पाल राख्नु पर्ने हुन्छ। त्यसको लागि चाहिँ अब यहाँ मैले 2 चेन तानेको छु अनि यहाँ पनि 2 चेन नै छोड्नु होला। यहाँ मैले बुनेको छु यो। अब त्यो बाहेक यहाँ 1 2 छोडेर 3 चेनमा चाहिँ बन्नु पर्ने हुन्छ यसरी डबल क्रोशे। अनि त्यो भन्दा अर्को घरमा अर्को चेनमा फेरि 1 यसरी यस्तो भयो। फेरि 2 चेन फेरि यहाँ 1 2 3 मा चाहिँ हामीले बुन्ने डबल क्रोशे 2 टाइम यस्तो भयो। फेरि 2 चेन अनि फेरि यहाँ मैले बुनेको छु 1 2 3 यसरी नै बन्दै पल्लो छेउमा पुर्याउनु पर्ने हुन्छ। सबै यो भएको जति सिक्रीमा यसरी नै बन्ने। 1 2 चेन 1 2 3 मा चाहिँ हामीले चाहिँ क्रोशे गर्ने बुन्ने डबल क्रोशे गर्ने। फेरि 1 2 फेरि 1 2 3 मा चाहिँ हामीले डबल क्रोशे यसरी अनि फेरि 1 2 फेरि 1 2 but somehow we just belong. You
यसरी सिधा बनाउनको लागि चाहिँ माथि 2 चेन छ भने तल पनि 2 चेन नै छोड्ने। 3 चेनमा हामीले बनाएको छौं, 3 चेनमा बनाउने। यस्तो देखिन्छ। फेरि 1 2 1 2 3। अब सबै मैले तपाईहरुलाई देखाउँ भने चाहिँ भिडियो लामो हुन सक्छ, त्यसैले म अब यहाँ पुर्याएर तपाईहरुलाई भेट्ने छु। फेरि मैले यहाँसम्म बनेर आइसकेको छु। अब यहाँ मेरो बाँकी यति रहेको छ। अब यहाँ 2 चेन 1 2 चेन मैले चाहिँ यहाँसम्म बनेर आइसके साथीहरु। अब यहाँदेखि चाहिँ 1 2 3 यहाँ फेरि अघि जस्तै नै 2 टाइम बन्ने 1 अनि यसले 2 भयो। 2 भइसकेपछि यहाँ अब हामीले यस्तो घुमाएर राउन्ड बनाएर ल्याउनु पर्ने हुन्छ। त्यही भएर यहाँ 2 सिक्री 1 2 अनि फेरि अहिले जहाँ मैले गरेको थिएँ बुनेको थिएँ त्यही नै बुन्ने। त्यही घरमा लास्टको घरमै 1 2 अनि फेरि 2 सिक्री फेरि त्यही नै 1 2। अब 2 भयो 1 2 3 भइसक्यो। अब फेरि पनि एकचोटि यही फेरि यही नै घोच्ने। जहाँ अघि मैले लास्ट घोचेको थिएँ त्यही नै, त्यही घरमा त्यही पुवालमा घोच्ने। 1 2 अब 2 सिक्रे 1 2 हेर्दा अब चाहिँ फाइनली यस्तो हुन आउँछ। 2 2 2 2 गरेर 1 2 3 4 घर यसरी 4 घर हुनुपर्ने हुन्छ। यसरी हुनुपर्ने हुन्छ। अब 2 सिक्री तानेर अघि मैले यो जहाँ बनेको छु यसको फेदमा ट्याक्कै त्यही घोचेको थियो अघि जहाँ घोचेको थियो त्यही नै घोच्ने। अब फेरि 2 घर यहाँ अघि जसरी बन्दै आउनु भएको छ त्यसरी नै फेरि पनि जाँदाखेरि पनि घुमेर जाँदा पनि त्यसरी नै दिनु होला। यो चाहिँ टु डबल क्रोसिया हेर्नुहोस् त यस्तो भएर आउँछ। अनि त्यहाँदेखि चाहिँ यस्तो भएर आयो। यसरी नै बन्दै बन्दै यहाँसम्म आइपुग्नु होला। म तपाईहरुलाई त्यही आएर फेरि भेट्नेछु। अब म चाहिँ यसरी अघि जस्तै यताबाट यहाँ टर्न गरेर घुमाएर बुन्दै 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 म चाहिँ यहाँसम्म आइपुगेको छु। अब यहाँ आइसकेपछि चाहिँ यो अघि जस्तै नै 2 सिक्री नै हो। 2 सिक्री नै भइसकेपछि यहाँ अघि मैले जहाँ थालेको थिएँ त्यही नै पुवाल छ इनर यसको टक्क फेदमा यहाँ नै यो घोच्ने यसरी। अनि यहाँ डबल क्रोसिया गर्ने अनि फेरि यही घोचेर डबल क्रोसिया गर्ने फेरि त्यही नै। अनि 2 सिक्री तान्ने अनि फेरि पनि यही नै घोच्ने। किनभने हामीले यहाँ 4 घर बनाउनु पर्ने हुन्छ नि त उतापट्टि जस्तै। अघि नै मैले अलरेडी 2 घर त अघि नै मैले बनाइसकेको छु सुरुमै। अनि अहिले अब फेरि 2 घर बनाउँदा यो अघिको सुरु गरेको 1 2 भयो अनि अहिलेको यो 1 2 4 भयो। अनि अघि यहाँबाट थालेको थिएँ मैले सिक्री 2 तानेर बुनेको थिएँ नि 1 2 3 तानेर बुनेको थिएँ सिक्री। यहाँ लिएर चाहिँ हामीले यसरी यहाँ स्लिप स्टिच गर्ने। अनि यहाँ 1 सिक्री त्यहाँ पछि यहाँ स्लिप स्टिच भइसकेपछि 1 सिक्री तान्ने। अनि अब यहाँ प्रत्येक
घरलाई नछुटाइकन सिंगल क्रोसे गर्ने। यसरी सिंगल क्रोसे गर्दै जाने। यो यसको माथि यहाँ सिंगल क्रोसे, अर्को घर आउँछ यसको माथि यहाँ पनि सिंगल क्रोसे। अनि यो 2 सिक्री छ, 2 सिक्रीमा 2 चोटि सिंगल क्रोसे गर्ने। 1 2, किनभने अघि हामीले 2 सिक्री तानेको छौँ, त्यही भएर हामीले यहाँ 2 घर बुन्ने। अनि फेरि यहाँ अब फेरि सिंगल क्रोसे अनि सिंगल क्रोसे अनि फेरि 2 सिंगल क्रोसे। अब यो घरै पछि नछुटाइकन यसरी नै बन्दै 1 राउन्ड पुर्याउनु होला। यसरी यस्तो देखिन्छ, फिनिसिङ राम्रो आउँछ। यसो गऱ्यो भने चाहिँ हामीले यहाँदेखि थालेको हो। यसो गऱ्यो भने चाहिँ सिंगल क्रोसे गर्दै गर्दै जाँदाखेरि फिनिसिङ एकदमै राम्रो आउँछ। यसरी 2 सिक्रीमा 2 घर नै बन्ने अनि 2 घर बनेको ठाउँमा 2 घर नै बन्ने सिंगल क्रोसे। यसरी यो हाम्रो रो 2 हो। यसरी बन्दै जानु होला। साथीहरू, म चाहिँ भर्खरै भिडियो बनाउन थालेको हो, त्यही भएर मैले क्यामेराको एङ्गलहरू पनि मिलाउन जानेको छैन। भर्खर सिक्दैछु। तपाईहरुले पनि यसरी नै मिलाएर हेरिदिनु होला। म चाहिँ अब अहिले नयाँ छु नि त, त्यही भएर हजुरहरु सामु मैले जानेको कुराहरू सेयर गर्नु मन लागेको हुँदाखेरि मैले चाहिँ यो निटिङ चाहिँ ट्युटोरियल भिडियो चाहिँ मैले थालेको हो। सो मिस्टेक भएको ठाउँमा पनि मिलाएर हेरिदिनु र बुझिदिनु होला भन्न चाहन्छु। यसरी बन्दै जानु होला। यसरी नै बन्दै 1 राउन्ड यहाँ आएपछि म यहाँबाट बन्दै म यहाँ अघि स्टार्ट गरेको ठाउँमा आएपछि देखाउँछु है त। म चाहिँ फेरि पनि यहाँ कर्नरमा आइपुगेको छु। अब यहाँ आइपुगेपछि चाहिँ यसरी नै बन्दै जाने। कर्नरमा पनि अब चाहिँ केही पनि गर्नु पर्दैन। यहाँनिर यो 2 घर सिक्रीमा 2 घर नै सिंगल क्रोसे बन्दिने अनि यहाँ लिएर जोइन गरिदिएर स्लिप स्टिच गरिदिने अनि यहाँ 1 सिक्री 2 सिक्री तान्ने। अब चाहिँ हामीले यस्तो अग्लो बनाउनुपर्छ। अघि सिंगल क्रोसे भयो भने अब फेरि डबल क्रोसे। 1 चोटि सिंगल क्रोसे, 1 चोटि डबल क्रोसे, 1 चोटि सिंगल क्रोसे, 1 राउन्ड डबल क्रोसे गर्नुपर्छ यसमा चाहिँ। किनभने डबल क्रोसेले यस्तो हुन्छ, सिंगल क्रोसेले यस्तो हुन्छ। त्यही भएर जहिले पनि हामीले 1 राउन्ड, अब यहाँबाट मैले थाल्दै छु डबल क्रोसे गरेर। अब यहाँ नै अहिले म आइसकेपछि यहाँ चाहिँ मैले 2 सिक्री तानेको छु भने म फेरि 1 राउन्ड लाएर आएपछि चाहिँ यहाँ म 1 सिक्री मात्रै तान्छु सिंगल क्रोसे गर्नुको लागि। हामीले जहिले पनि 1 राउन्ड डबल क्रोसे र 1 राउन्ड सिंगल क्रोसे गर्नुपर्ने हुन्छ। अनि यो चाहिँ मैले चाहिँ अब सिंगल क्रोसे गरेर यहाँ आइसके। अब म डबल क्रोसे गर्दैछु। यसरी डबल क्रोसे गर्ने अनि डबल क्रोसे गरिसकेपछि 2 सिक्री फेरि अब यहाँको 1 2 भाग यहाँ गरेर यहाँ घोचेर फेरि यो डबल क्रोसे फेरि 2 सिक्री फेरि 1 2 अघि जस्तै नै 3 हो। तर अब यसको त मेलो निस्किहाल्छ, मेसो आफ्नो कहाँनिर घोच्ने भनेर निस्किहाल्छ। किनभने यसको सिधा माथि घोच्ने हो नि त, यसको सिधा माथि घोच्ने हो। त्यही भएर यो चाहिँ आइहाल्छ 2 सिक्री अनि डबल क्रोसे। 2 टाइम फेरि 2 सिक्री
डबल क्रोसे, 2 टाइम, फेरि 2 सिक्री, अब डबल क्रोसे, 2 टाइम, फेरि यसरी नै हामीले बन्दै जानुपर्ने हुन्छ। 2 सिक्री डबल क्रोसे, 2 सिक्री डबल क्रोसे गर्दै हामीले बन्दै जानुपर्ने हुन्छ। यसरी नै अब चाहिँ केही गर्नु पर्दैन, यसरी नै सबै गर्दै 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 जानु होला। म चाहिँ अब यसको डोरी निकाल्ने ठाउँमा, नाम्जा निकाल्ने ठाउँमा, स्ट्र्याप्स जे पनि भन्न सकिन्छ हामीले, त्यहाँ निकाल्ने ठाउँमा चाहिँ हामी पुगेपछि चाहिँ म तपाईहरुलाई देखाउने छु। यसरी नै केही गर्नु पर्दैन, एक राउन्ड सिंगल क्रोसे, एक राउन्ड डबल क्रोसे गर्दै डोरी निकाल्ने ठाउँमा आएर मात्रै अब म तपाईहरुसँग भेट्ने छु। यसरी नै तपाईहरुले पनि बन्दै बन्दै जानु होला। मैले चाहिँ यो चाहिँ यहाँबाट बनेर चाहिँ अब यो ब्याग यहाँ तल सकिसकेपछि मैले चाहिँ यहाँबाट बन्दै बन्दै फिता चाहिँ यहाँले पुर्याएको छु। एकपट्टिको चाहिँ अब अर्कोपट्टिको चाहिँ यहाँ बराबरी हुनुपर्ने हुन्छ। अब यताको पनि बनाउनु पर्ने हुन्छ। त्यही भएर म यताको चाहिँ कसरी थाल्ने भनेर चाहिँ तपाईहरुलाई देखाउन चाहन्छु। यो चाहिँ अब यहाँ जम्मा 18 वटा छ। अनि भइसकेपछि यहाँ हामीले काउन्ट गर्ने, अब कति आफूलाई मनपर्छ, कत्रो मनपर्छ त्यत्रो बनाउने। अनि म चाहिँ यहाँबाट चाहिँ अर्को फिता चाहिँ म निकाल्दैछु। यहाँबाट चाहिँ नि 1 2 3 4 5 6 गरेर यहाँ चाहिँ मैले अघि नै यो लगाइसकेको छु। कहाँसम्म मैले बनाउने हो भनेर मैले चाहिँ यसरी नापिओरी अघि नै गर्नेओरी। अनि यसरी अब यहाँबाट चाहिँ हामीले यो फिता चाहिँ यस्तै बनाउनको लागि चाहिँ बन्नुपर्ने हुन्छ। यहाँदेखि चाहिँ हामीले धागो जोडेर यसलाई चाहिँ हामीले यसरी सुर्के पासो यसरी बनाउन सकिन्छ। यो नबनाइ पनि गर्दा हुन्छ, आफूलाई जसरी सजिलो लाग्छ त्यसरी नै गर्ने हो। अनि यो चाहिँ अब हामीले यसरी यहाँबाट चाहिँ फिता सुरु गर्नुपर्ने हुन्छ। 1 घर अनि 2 3 सिक्री तान्ने, अनि 3 सिक्री तानेर यो एउटा घर भइहाल्यो एउटा। अनि त्यहाँदेखि यसलाई यहाँ हामीले डबल क्रोसे गर्ने, डबल क्रोसे गरेर हाम्रो चाहिँ यस्तो खाले हुन आउँछ। अब यहाँ पनि त्यसरी नै थालेको छु, मैले यसरी गरेको छु। अनि 2 सिक्री अनि फेरि डबल क्रोसे, 1 घर 2 घर 2 घर छोडेर अनि यहाँ फेरि डबल क्रोसे गर्नुपर्ने हुन्छ। यसो गर्दै यसरी हामीले फिता चाहिँ बनाउनु पर्ने हुन्छ। फेरि 2टा सिक्री अनि डबल क्रोसे। यो चाहिँ हामीले चाहिँ यहाँ जस्तो छ त्यसकै सिधा माथि चाहिँ यसरी यही माथिबाट चाहिँ यसलाई चाहिँ गर्ने हो। अनि फेरि 2टा सिक्री अनि 1 2 छोड्यो, 3मा चाहिँ फेरि डबल क्रोसे यसरी नै गर्नुपर्ने हुन्छ। यसरी हामीले फिता निकाल्न सक्छौँ। अनि फेरि पनि डबल क्रोसे, 2 सिक्री अनि 2 डबल क्रोसे, 2 सिक्री 2 डबल क्रोसे। यसरी नै गर्दै हामीले चाहिँ यहाँ मैले अघि लगाएको छु, चिनो लगाएको छु जहाँसम्म त्यहाँसम्म चाहिँ बनाउनु पर्ने हुन्छ। यसरी नै
2 डबल क्रोसे अनि 2 चेन यसरी नै हामीले बनाउँदै जानुपर्ने हुन्छ फेरि 2 चेन 2 डबल क्रोसे फेरि 2 चेन अनि 2 डबल क्रोसे अब मैले अघि यहाँ पिन हालेर राखेको छु हामीले यहीसम्म बन्ने हो फेरि 2 चेन अनि 2 डबल क्रोसे गर्ने अनि 2 चेन नै यहाँ पनि अनि 2 डबल क्रोसे 1 अनि 2 अब यसलाई पनि निकाल्दिने भइसक्यो नि त यहाँ र अनि 1 चेन अनि यसलाई चाहिँ पल्टाउने यसो गरेर यता पल्टाउने अनि पल्टाइसकेपछि चाहिँ फेरि यहीँबाट सिंगल क्रोसे प्रत्येक यो हामीले अघि 2 यहाँ बनेको छौँ यसमा 2 नै हुन्छ 2 सिंगल क्रोसे अनि यो 2 चेनमा 2 सिंगल क्रोसे यसरी फेरि यसको सिधा यहाँ माथि घरै हुन्छ हामीले कहाँनिर खोज्ने भनेर यहाँ यसरी चाहिँ हामीले बन्नुपर्ने हुन्छ फेरि यसो गर्ने अनि चेनमा चाहिँ जुन सिक्री छ सिक्रीमा 2 घर अनि सिक्री नभएको यो डबल क्रोसे दुईटा यो क्रोसे गरेको छ यसमा दुईटै सिंगल क्रोसे गर्ने यसरी नै हामीले बनाउँदै बनाउँदै पल्लो छेउमा पुग्नुपर्ने हुन्छ अनि जहाँबाट अघि हामीले स्टार्ट गरेको थियौँ त्यही पुग्नुपर्ने हुन्छ अनि यसो गर्यो भने चाहिँ हाम्रो फिनिसिङ राम्रो देखिन्छ अलिकति डिजाइन पनि आउँछ अनि यो यसरी हामीले ब्याक साइडबाट जाँदा चाहिँ सबै सिंगल क्रोसे नै गर्दै जाने 2 चेनमा 2 सिंगल क्रोसे नै अनि डबल क्रोसे भएकोमा 2 सिंगल क्रोसे नै गर्ने त्यसमा पनि हामीले 2 नै गर्दै जाने हो यो यसरी नछुटाइकन यसरी नै जाने हो अनि यसरी बन्दै गएपछि राम्रो फिनिसिङ आउँछ म तपाईहरुलाई देखाउने नै छु यो मेरो भिडियोहरु चाहिँ म त्यति मजाले सुट गर्नु पनि मैले जानेकै छैन हजुरहरुले मिलाएर हेर्नु होला अनि हेरेर सिक्नु होला र नयाँ नयाँ राम्रो राम्रो ब्यागहरु बुनेर सबैजनाले बोक्नु होला भन्न चाहन्छु यसरी सिंगल क्रोसे गर्दै गर्दै हामी अघि जहाँ मैले यहाँबाट अघि स्टार्ट गरेको थिएँ म त्यही नै आइपुगेको छु गर्ने अनि यहाँ पनि सिंगल क्रोसे गर्ने अनि यहाँ अघि एक घर थियो यस्तो गर्ने अब यहाँ अघि चाहिँ 1 चेन तानेको थियौँ भने अहिले चाहिँ 3 चेन तान्ने 1 2 3 अनि फेरि हामीले यसलाई फर्काउने अब यो चाहिँ हाम्रो यसरी फिता बनिँदै जाँदैछ यसरी अनि हामी चाहिँ यहाँ आइपुगेको छौँ अब यसरी यहाँ चाहिँ घटाउनु पर्ने हुन्छ घटाउनु पर्ने हुँदाखेरि चाहिँ हामीले चाहिँ 3 सिक्री तानिसकेको छौँ अब धागो चढाएर यसलाई यही छोडिदिएर हामीले चाहिँ एकैचोटि यहाँबाट बुन्नु पर्ने हुन्छ 1 2
डबल क्रोसे 2 डबल क्रोसे अनि यो चाहिँ यस्तो हुन आयो अब यो चाहिँ गर्दै जाने हुन्छ यसो गर्ने अनि यसो गरेर फेरि 2 डबल क्रोसे 2 सिक्री 2 चेन 2 डबल क्रोसे 2 चेन 2 डबल क्रोसे गर्दै गर्दै हामीले चाहिँ अघि जस्तै पर जहाँ स्टार्ट गरेको थियो त्यहाँसम्म पुग्नुपर्ने हुन्छ यसरी चाहिँ 2 चेन 2 सिक्री 2 डबल क्रोसे यसरी गर्दै जानु होला यसरी नै हामीले बनाउन सक्छौँ यसलाई चाहिँ begins with you. La la la. Guess you really changed my view. Met you on a Tuesday lane. Coffee cup, a scribbled name. Didn't think you'd stay that long, but somehow we just belong. You don't talk with fancy lines. अब चाहिँ हामी यहाँ छेउमा आइपुगेको छौँ अनि छेउमा आइसकेपछि चाहिँ यसो गर्ने अनि त्यहाँदेखि यहाँ मैले यसलाई यतिकै छोड्ने हाफ क्रोसे बन्ने यसलाई अनि फेरि यहीँ धागो चढाएर अनि यहाँ अघिको हामीले बनेको छौँ जुन छेउमा त्यहाँ चाहिँ हामीले यसलाई टिप्नुपर्ने हुन्छ यो चाहिँ किनभने हामीले घटाउनु पर्ने हुन्छ नि त यहाँ त्यही भएर यस्तरी गरेर हाफ बन्ने अनि एकैचोटि तान्दिने यसो गरेर यस्तो भएर घट्छ यसरी यो चाहिँ यहाँबाट पनि यसरी अनि यहाँबाट नि यसरी घट्ने हुन्छ अब फेरि यसलाई हामीले टर्न गर्ने यता पल्टाउने अनि यता पल्टाएर फेरि हामीले सिङ्गल क्रोसे बन्दै जाने यसरी नै यसरी यस्तो हुन्छ यसरी सिङ्गल क्रोसे गर्दै गर्दै जाने यसरी नै हो सबैतिर घटाउने भनेको तपाईहरुले पनि यसरी नै गरेर हेर्नुस् अब चाहिँ सबै सिङ्गल क्रोसे 2 चेन 2 सिङ्गल क्रोसे नै गरेर बुन्ने अनि डबल क्रोसे 2 वटा छ त्यसमा सिङ्गल क्रोसे गर्ने यहाँदेखि परैसम्म यो चाहिँ सबै सिङ्गल क्रोसे नै हो यस्तो भएर आयो यसरी गर्दै गर्दै हुन्छ तपाईहरुले नि गर्दै जानु यो चाहिँ सकेपछि अब फेरि डबल क्रोसे गर्ने हो 1 अनि 2 चेन अनि फेरि डबल क्रोसे 2 चेन डबल क्रोसे यसरी नै हामीले चाहिँ बन्दै जानुपर्छ यसरी नै बन्दै जानु होला म चाहिँ यहाँ पुर्याएर चाहिँ देखाउने छु किनभने भिडियो धेरै लामो यसरी नै बन्दै बन्दै जानु होला लास्ट
चाहिँ यहाँ मैले चाहिँ अब 13 घरदेखि घटाउन थालेको थिएँ। 1 2 3 4 5 6 7 8 9 10 11 12 13। अब यो चाहिँ हामीले यसरी नै घटाउँदै 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 जाने, अनि घटाउँदै गएर चाहिँ हामीले चाहिँ यहाँ माथि 6 जस्तै 6 घर यसरी घटाउँदै गएर 1 2 3 4 5 6 यति भइन्जेल चाहिँ 6 घर मैले लास्ट चाहिँ यसरी 6 घर राखेको छु। यस्तै यहाँबाट यसरी नै घटाउँदै 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 जब 6 घर हुन्छ अनि 6 घर भइन्जेलसम्म चाहिँ 1 2 3 4 5 6 घरसम्म यसरी घटाउँदै ल्याउनु होला। अनि त्यहाँदेखि चाहिँ यहाँबाट चाहिँ 6 घर नघटाइकन यति हामीले चाहिँ बन्नुपर्ने हुन्छ। यति बनिसकेपछि चाहिँ हाम्रो यो फिता चाहिँ कम्प्लिट हुन्छ। यसरी नै घटाउँदै ल्याउनु होला। म चाहिँ 6 घरमा पुर्याएपछि मात्रै तपाईँहरूलाई देखाउने छु, किनभने भिडियो धेरै लामो हुन्छ। यसरी नै तल जसरी घटाउनु भएको छ त्यसरी नै घटाउँदै घटाउँदै चाहिँ माथिसम्म ल्याउनु होला, 6 घर भइन्जेलसम्म यो। अनि चाहिँ म पनि तपाईँहरूसँग भेट्नेछु। यो फिता चाहिँ मैले सबै यसरी बनेर अनि जोडिसके पनि सबै। अनि मैले चाहिँ यहाँबाट अब घटाउँदै यताबाट यहाँबाट चाहिँ घटाउँदै घटाउँदै लिएर अनि बनाइसकेँ। यहाँदेखि चाहिँ मैले यहाँसम्म घटाएँ, अनि यहाँदेखि चाहिँ मैले 6 घर बनाएँ। जम्मा लास्टमा चाहिँ 6 घर 6 घर बनाएको छु मैले चाहिँ। यहाँ ल्याइसकेपछि चाहिँ मैले 6 घर बनाएको छु। 1 घर 2 घर 3 4 5 6 6वटा। अनि त्यहाँदेखि यति गरिसकेपछि चाहिँ यस्तो रफ खाले चाहिँ हिँड्छ नि त। यस्तो देखिसकेपछि यसलाई चाहिँ म चाहिँ फिनिसिङ राम्रो बनाउनुको लागि चाहिँ यसलाई चाहिँ यसरी अनि फेरि भन्छु, सिङ्गल क्रोसे भन्छु। यो एउटा सिक्री छ, यसमा चाहिँ यो सिङ्गल क्रोसेमा चाहिँ डबल क्रोसेमा चाहिँ म यहाँ चाहिँ 2 घर भन्छु। अनि यसको फेदमा 1 घर अनि फेरि यहाँ 2 अनि 2 सिङ्गल क्रोसे बन्ने। यसरी बन्दै बन्दै यसरी यो जुन ठुलो होल छ यहाँ चाहिँ 2 चोटि बन्ने, अरूमा चाहिँ यहाँ फेदमा चाहिँ 1 चोटि बन्ने। यसरी बन्दै जाने यो चाहिँ यसरी। अब म यसरी बन्दै गएको थिएँ कि यहाँबाट स्टार्ट गरेको थिएँ। अब म यहीँ पुगिसकेँ। यहाँ यसरी चाहिँ मैले चाहिँ अब यहाँ जोड्नु पर्ने हुन्छ। यसो बनाएर यहाँनिर मैले सिङ्गल क्रोसे गरेको थिएँ, 1 सिक्री यस्तो गरेर चाहिँ स्लिप स्टिच गरिदिने। सिक्री यो चाहिँ यसो गरेर चाहिँ मैले सकिसकेको छु। अब यहाँ चाहिँ हामीले कट गरिदिने। कट गरिदिने धागालाई यसरी धागो लुकाउनु हुन्छ। यो चाहिँ अब धागो चाहिँ आफूले जता मनपर्छ, जता लगेर आफूलाई सजिलो लाग्छ त्यतै लगेर लुकाइदिँदा हुन्छ। यो चाहिँ यहीँ लानुपर्छ भन्ने हुँदैन। आफूलाई कहाँनिर सजिलो लाग्छ, कता लैजानु जस्तो लाग्छ त्यतैतिर लगेर चाहिँ यसलाई चाहिँ लुकाइदिने।
begins with you. जोडिसकेपछि चाहिँ La la la. यस्तो देखाएको छ। अब Guess you हामीले really चाहिँ changed my view. यस्तो गरेर Met you on a Tuesday lane. यस्तो खाले ब्याग Coffee cup, a scribbled name. Didn't अब म think you'd चाहिँ say यो that ब्याग चाहिँ wrong, सकिएको छ। but म चाहिँ somehow यसलाई we एउटा just किरिङ belong. बुन्छु। किरिङ चाहिँ म You अब don't अर्को talk with भिडियोमा fancy lines. देखाउने छु। यो चाहिँ लामो भिडियो हुनसक्छ, त्यसैले म चाहिँ अर्को भिडियोमा चाहिँ किरिङ चाहिँ Little jokes and देखाउने छु sideways साथीहरूलाई। glance.